वक्तृत्व कला में भाग ले ले है तेसरा वक्ता मेनिका कुमारी सहनी। तो मेनिका कुमारी के हम अनुरोध करे छी आगे अपन मंतव्य राखू। सबैले मेरो तर्फबाट नमस्कार। आदरणीय सभाका सभापति जी, गुरुवर्णी नायक मण्डलजी तथा यहाँ उपस्थित हुनुभएका मेरा प्यारा प्यारा साथीभाइ तथा दिदीबहिनीहरूलाई मेरो तर्फबाट नमस्कार। आजको विषय वस्तु छ गाउँ विकास असफलता र संस्थाको महत्त्वको बारेमा बोल्ने क्रममा मसँग केही गल्ती भएमा मलाई आफ्नो पनि सम्झेर माफ गरिदिनु होला। अब म विषय वस्तुतिर लाग्दैछु। गाउँ हाम्रो जीवनको आधार हो, हाम्रो संस्कार संस्कृति र पहिचान गाउँमै बसेको छ। तर दुःखको कुरा के छ भने आज खाने पानी छैन, समस्तया खाने पानी अभाव छ, समस्तया सेवा टाढा टाढा छ। यस्तो अवस्थामा गाउँ सेवाको दया आकाशतिर छ। गाउँ विकासका लागि असल नेताको भूमिका निर्णय गर्नुपर्छ। नेता त्यो हो जो मात्र चुनावका लागि होइन, सधैँ जनतासँग बस्छ, जसले आफ्नो स्वार्थभन्दा गाउँको हितलाई अगाडि राख्छ, जसले योजना बनाउँछ त्यसलाई पेपरमा समिति नराखी त्यसलाई व्यवहारमा उतार्छ। नेता पार्दर्शी इमान्दार र जवाफ दिने खालका अपनाए मात्रै गाउँको विकास सक्छ। यसै समृद्धिमा म सरसफाइको कुरा गर्न चाहन्छु। सरसफाइ विकासको मेरुदण्ड हो। फोहोर वातावरणमा रोग फैलिन्छ, खर्च बढी हुन्छ र समस्या शक्ति कमजोर हुन्छ। शक्ति कमजोर हुन्छ। खुट्टा दिशामुक्त गाउँको सचेत व्यवस्थापन हो। यसै सफा पानी प्रयोग गरेर व्यक्तिगत सुरक्षा अपनाउनु नै अति आवश्यकता छ। गाउँ विकास केवल सरकार वा नेताको जिम्मेवारी होइन, हामी सबैजनाको कर्तव्य हो। ठीक है। हामी सबैजनाको कर्तव्य प्राथमिक नागरिकले आफ्नो घर टोल विद्यालय र सफा राख्न बानी बसाउँछ। युवाहरूलाई सचेत सचेत गर्नुपर्छ, महिलाहरूलाई सचेत फैलाउनुपर्छ, बालबालिकालाई सरसफाइको संस्कार दिनुपर्छ। बालबालिकालाई सरसफाइको संस्कार गाउँ हाम्रो अन्तमा यही भन्न चाहन्छु, जहाँ असल नेता हुन्छ त्यहाँ विकसित संसद हुन्छ, जहाँ सरसफाइ त्यहाँ समस्या र समृद्धि हुन्छ, जहाँ असल जनताहरू हुन्छ त्यहाँ विकास आफै समृद्धि। यति नै भन्दै म आफ्नो दुई शब्द यहीँ टिप्न चाहन्छु। हस्त धन्यवाद।